Hello, mic check. This is Nisma अनि म टुडे म आज एउटा विशेष कामले गर्दा आएकी छु थाहा छ। हेर्नुहोस् मेरो स्किन ग्लो गरिरहेछ नि है। यस यसको राज के हो? दिस वान यो चाहिँ मैले अस्ति नै किनेको थिएँ क्या। अनि मैले युजै गरेको थिइनँ किनभने अर्को सनस्क्रिन पनि यो चाहिँ मैले लास्टाभेरीको पहिला चाहिँ किनेको थिएँ। अनि यसमा चाहिँ मैले यसलाई काटेर युज गरेको रहेनछु क्या। त्यसपछि मैले काटेँ अनि यसमा इनफ सनस्क्रिन थियो कि अहिलेसम्म पुग्नेलाई। अनि मैले युज गरिसकेँ यो। त्यसपछि यसको पालो आयो। यसको पालो साँच्चीकै मैले युज गरेको यो चाहिँ थाहा छ होला तपाईँलाई, टिन्टेड सनस्क्रिन हो। अनि यो एकदमै ड्युई पनि छ। यति मन पर्यो नि मलाई अहिले यहाँ आएर। यो स्किन इज स्किनिङ स्किन इज स्किनिङ। अनि यो मैले किन पक्रेको भन्दाखेरि मैले टिकटकमा हेरेको थिएँ एउटा भिडियो हेरेको थिएँ। त्यसमा चाहिँ एयरपडलाई पनि के भन्छ माइक जसरी युज गर्नु मिल्छ, तर मैले त्यो भिडियो सेभ गर्न बिर्सेछु। अनि त्यसपछि मैले त्यसको सेटिङहरू के हुन्छ मलाई थाहा भएन। तर मलाई यो इन्फर्मेसन चाहिँ साँच्चीकै दिनु थियो। मेरो यो चाहिँ सेट 2 को हो, 02 कस्तो सुट गरिरहेछ क्या अहिले म है। अनि यो एक्ने स्कारहरू छ नि, यो चाहिँ किन आएको भन्दाखेरि मेरो पिम्पलहरू चाहिँ यो ट्रिगर भयो आई थिङ्क गर्मीले गर्दाखेरि। अनि त्यसपछि पिरियड पनि थियो मेरो, मतलब पिरियडमा आएको थियो। अनि अहिले यस्तो भइरहेछ। यता पनि आएको थियो तर अनि मैले आँप पनि खाएको थिएँ, सायद त्यसले पनि होला अलिकति ट्रिगर गर्यो मेरो पिम्पलहरूलाई। अनि म चाहिँ बाहिर गएर नि आइसकेको छु क्या। अनि कति गर्मी पनि थियो, कति पसिना पनि आयो। बट यो चाहिँ साँच्चीकै एकदम ग्लोई छ क्या। कस्तो मन पर्यो मलाई। तर यो स्किन टाइप अनुसार पनि हुन्छ होला। तर मेरो यो क्यामेरा छ नि, यो स्यामसङ, त्यो पनि एकदम लो क्वालिटीले जस्टिसै गरिरहेको छैन कि मेरो कति धेरै ग्लो दिइरहेछ भनेर। आइ एम सो ह्याप्पी एन्ड सेटिस्फाइड विथ दिस है। ओके, यति भन्नु थियो for today. This much for today. This is low budget, low budget skincare and content creation. Okay, bye bye.